नमस्कार, मेरो घर भरतपुर 11 बसेनी बजारमा पर्छ। नाम चाहिँ मेरो दिलबहादुर राणाबाट हो। मलाई पोस्टपेड भएको थियो। पोस्टपेडको चाहिँ उसले म सताइरहेको थिएँ। म केही वर्षदेखि अगाडिदेखि नै पोस्टपेडले सताइरहेको थियो। औषधि खाँदै बस्दै गरेको थिएँ, तर औषधिबाट चाहिँ मलाई समस्या हल भएन र म यहाँ आएर अहिले चाहिँ उपचार गरेर अब आज घर फर्किँदैछु। मलाई हेर्ने चाहिँ डाक्टर साहब चाहिँ नारायण चन्द्र दुलाल हुनुहुन्थ्यो। मलाई सहज रूपले चाहिँ उपचार गरिदिनु भयो। अस्ति आइतबार भर्नु भएको थिएँ म। आज मलाई डिस्चार्ज गर्दै हुनुहुन्छ डाक्टर साहबले। यति राम्रो सेवा र त यो मौलाकालिकामा यो मौलाकालिका अस्पताललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म। मेरो उमेर भन्ने हो भने मेरो 76 वर्ष उमेरको मान्छे हो म। त्यसकारणले चाहिँ एकदम राम्रो हुने रहेछ यो अस्पतालमा चाहिँ सेवा चाहिँ सबै कुरा नयाँ अस्पताल बिल्डिङ सबै कुरा चाहिँ यहाँका स्टाफहरू त्यति चाहिँ सराहनीय। हामीलाई खोजी गरिरहने चाहिँ उ गरिरहने धेरै राम्रो चाहिँ मलाई लाग्यो चाहिँ यो उसमा चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु चाहिँ यो मौलाकालिका मलाई सेवा गर्ने चाहिँ सबै स्टाफहरू मेरो चाहिँ अपरेसन चाहिँ सफल पार्ने नारायण डाक्टर साहब उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँको स्टाफको बोलीचाली सरसफाइ सबै कुरा राम्रो छ। यहाँ यो बिल्डिङ पनि नयाँ छ। सबै चाहिँ नयाँ नयाँ सिर्जना छ। यहाँ चाहिँ सबै चाहिँ राम्रो छ। यहाँको चाहिँ स्टाफहरू चाहिँ नरम स्वभावको हुनुहुन्छ। हामीले खोजे बेला तुरुन्तै आउनुहुन्छ। यहाँ चाहिँ एकदम राम्रो व्यवस्था चाहिँ रहेछ। चाहिँ यहाँ मलाई चाहिँ खुसी लाग्यो। मेरो जस्तो समस्या भएको मान्छे यहाँ आएर उपचार गर्नुभयो भने धेरै राम्रो हुन्छ। यहाँ चाहिँ डाक्टर साहब त्यस्तै हुनुहुन्छ। अस्पतालको त्यस्तै चाहिँ व्यवस्था राम्रो छ। त्यसकारणले मेरो जस्तो समस्या भएका मान्छेहरू मौलाकालिका सम्झिएर आउनुहोस्। यहाँ डाक्टर नारायण दुलाल हुनुहुन्छ। उहाँबाट चाहिँ हामीलाई राम्रो सेवा दिनुहुँदो रहेछ। यो मौलाकालिका अस्पताललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म आफ्नो रोगलाई चाहिँ यहाँबाट निर्मल गरेर चाहिँ जान पाएको म धेरै खुसी छु। धन्यवाद।